Okay guys, we are here at Jamuni है हामी जामुनीमा छौं हामी चाहिँ बिहान we just early in the morning like 4:30 मा चाहिँ अब त सबै पिकअप भएर हामी 4:30 मा मुभ भएको थियौं हामी we are here at Jamuni, we are having lunch over here and हाम्रो रेखा दिदी राधा दिदी राधा नाना लसु Happy Lasa. thank you नाना हामी त त्यो हजुरको मान्छे भित्र लडेर सेलेक्सन पास भएको हैन यस्तो काउ पोजिसनमा म उताडा हामी सेलेक्सनमा लडेको रे भिरेको रे हामी पनि एक दिन सेलेक्सनमा त गरेकै हो सही हो अनि प्रकाश दाइ ठीक छ नि तपाईँ आराम हुनुहुन्छ नि यार सुजित भाइ चिन्जान भयो चिन्जान गाउँले गाउँमै रिलेसन एउटै म तपाईँको एकचोटि गएको छ त्यहाँ त्यो मुम्बुमा मलाई पर्सनली भेट्नलाई एकचोटि अनि बाटोमा हुने बेलामा चाहिँ कहिले अब पस्छु अनि अस्ति न रिसेन्टली मम उता गाउँमा जानु भएको रहेछ अनि मम एकदम कडा म 20 वर्ष अगाडि पुगेको हो हजुर घरमै पुगे त्यो बेला भर्खर नयाँ घर बने होला सायद बाजेको त्यो घ्याउमा गएको त्यो बेला म बाजेको घ्याउको बेलामा म 6 क्लास 7 क्लासमा कति पढ्दै थिएँ हामी उ त्यहाँबाटै हिँडेर गएको के रे यो बुस्तीबाटै अहिले त माथिसम्म जान्छ फेरि त्यति चाहिँ डेभलप भएको छ ठिकै छ मुनि हामी तीनटा ग्रुप मुनि माथि तीनटा ग्रुप 9 मा बसेको 10 मा को छ 10 मा उहाँ हुनुहुन्छ हजुर या हामी चाहिँ अब डिनरको लागि वी आर रेडी है वी आर एट होटल ओल्ड भिलेज इन घान्द्रुकमा है अनि वी स्टार्ट आवर लाइक ड्राइभ अर्ली इन द मर्निङ 4:30 बाट स्टार्ट भएको 4 बाट नै हो देन विल बी हियर वी आर हियर एट 6 बजे 6:30 भएको थियो होला है हामी आइपुग्ने बेलामा 6:30 Morning, we are here at Hotel Old Village Inn. Today is our second day. अनि सकिन्छ यति बेला प्रुफ हुन्छ तपाईँ ए पूजा गर्नलाई हजुर घर चाहिँ यहाँ लामा है त हामी अलि पछि आउँछौँ We are exploring हामी चाहिँ यो घान्द्रुक भिलेजबाट थोरै माथि आछौँ एक्सप्लोर गर्नलाई टाइम यसो मनोरञ्जन लुट्न आउनु भएको एकैचोटि जबरजस्ती गर्दा अलिक मन चाहिँ पुरा हुँदैन क्या त्यो फेरि टोट पनि नहोस् तर टाइममा पनि जानु पुग्नु पर्यो अलिक यो कुतुक्सको लागि कुतुक्सको लागि त्यस कारणले त्यो खाएपछि मात्र हाम्रो पावर आउँछ ओह्रालो झर्ने है त्यो पनि याद गर्नुहोस् अनि now it's like 9:30 we just did our breakfast we explore Gandruk village then we just descend bit down है हामी थोरै डाउन जाँदैछौँ सर यो मलाई दिनुहोस् त यो ब्याग यो नि दिँदा हुन्छ तपाईँ के छ यो यसको के छ मलाई दिनुहोस् त तपाईँलाई बिट इजी हुन्छ है इजी हुन्छ त्यही परेन है ल घान्द्रुकसँग पऱ्यो नि हामी चाहिँ यहाँबाट तपाईँको घान्द्रुकबाट तल विकासी डाँडाभन्दा अलिक माथि आएर हामी वी आर अन अ जिप अनि हामी चाहिँ वी आर अन द वे टु तातोपानी टुरे प्रोभाब्ली यहाँबाट तपाईँको हामीलाई 3 घन्टा अथवा म्याक्सिमम 4 घन्टा लाग्छ होला उता अब यहाँबाट तपाईँको बेनी जान्छौँ हामी तल मेन रोड अन भइसकेपछि बेनी पछि चाहिँ तपाईँको अफ रोड हामी तातोपानी जान्छौँ प्रोभाब्ली तातोपानी हामी 4 बजेको स्टाइमिट राखिरहेको छ हामीले 3-4 बजे पुग्नु पर्ने लेट्स सी हाउ द थिङ्स गोज है त्यो टाक्ने मान्छेलाई हजुर
अनि नाना के हो ए यता आउँदै रहेछ नि त सिपेर लड हुन्छ है दाजु सिपेर लड हुन्छ हेर्नुहोस् है हजुर। संसारको सबैभन्दा लामो पुल भाइ पनि र जम हामी पारी गरम ब्लगर होइन तपाईँ अब ब्लग बनाउँदै हुनुहुन्छ सही हो या वी आर क्रसिङ बागलुङदेखि यो कहाँको झोलङ्गी पुल हो रहेछ है यो बागलुङ टु पर्वत वर्ल्ड लङ्गेस्ट ब्रिजमा कुद्दैछौँ हामी होइन दुईजना म्यामहरू उहाँहरू एकदम दे आर द ब्रेभ लेडी है एकदम जोड छ फुल गियर Good morning team. Today we are heading to Mustang जाँदैछौँ दाइ आराम हुनुहुन्छ ठिक छ नि एकदम एकदमै गुड सर्भिस I'll just try our team try है अब तपाईँको यस्तोमा चाहिँ यस्तो हुने रहेछ दाइ अब एकजना भन्दा नि टिमवर्क भयो भने मजा हुन्छ टिमवर्क भएन भने त्यहाँ लाइक इट्स गोज फर द क्रेडिट फर द टिम एकदमै बो फ्लेभर भयो त ठिक छ दाइ ओके वी जस्ट ड्राइभ कति गयो 1 घन्टा ड्राइभ गऱ्यो हामीले प्रोबेबली 1 आवर वी जस्ट डिड ड्राइभ 1 आवर ड्राइभ है हामी चाहिँ यहाँ 60 ब्रेकमा छौँ देन वी आर हियर एट खालापानी हेडिङ टु जोमसोम त्यहाँ वेदर चाहिँ इफ यु गाइज आर प्लानिङ टु एक्सप्लोर मुस्ताङ है अब भरे भोलि नै आउनुहोस् वेदर एकदम फाइन छ है यस्तो छ कहाँ छ हाम्रो कफीहरू अब धेरै छैन यो मार्फा चाहिँ पुरानो गाउँ हो अब एक्सप्लोर है यता मार्फाको जेरी गल्लीहरू छ मार्फाको घरहरू एक्सप्लोर गर्छन् अनि अलिकति अगाडि जान्छौँ हामी त्यहाँ एउटा होटेल छ होटेलमा अर्डर गरिसकेपछि गाउँ एक्सप्लोर हिँड्ने गल्ली हो लुक्ने गल्ली नम्बरी माथि जाने हो बन बाबु दार्सी आइपुग्नु भयो सही तपाईँहरू आउनु नै धन्य हो है सही हो उत्तर बडो एउटा सिनेमेटिक है यहाँबाट सिनेमेटिक
यो ड्रेस मिलेर आएको हो अब मान्छेहरू राम्रो भइसकेपछि फोटो पनि राम्रो नै आउँछ फास्टिङ हो दाइ चाहिँ ए यस्तो फास्टिङ बस्नुपर्छ नि दाइ हो त म त बुढिया म नि बस्छु हप्तामा एक दिन चाहिँ तिम्बुरको छोप है थोरै हाल्नुहोस् है बढी नहाल्नुहोस् फेरि तिम्बुरको छोप अलिक गाह्रो हुन्छ फेरि चेरी गल्ली रे है यो चाहिँ हामी चाहिँ वी आर हेडिङ टु जमसुमको लागि है ओम माने प्रेम ओम माने प्रेम ओम माने प्रेम ओम माने सही हो नाना सही हो हजुर अन्तिममा अलिकति हाम्रो टिममा नरमाइलो भयो त्यसलाई नरमाइलो मान्नु नै हुँदैन त्यो भइपरि आएको हो भयो भने सुनमा सुगन्ध हुन्थ्यो Yeah, today is our day 4th, day 1st, day 2nd, day 3rd. Yesterday, today is our day 4. We are heading to Muktinath. It might take about 45 minutes to 1 hour. Then we'll see. हाम्रो सरहरू म्यामहरू आराम हुनुहुन्छ नि फाइन छ नि अहिलेसम्म हाम्रो गुरु होइन एक्सिडेन्ट नै भइरहेछ या हाम्रो गाडी अगाडि गइ नै रहेछ ठिक्कै नै छ मर्निङ टिम हामी चाहिँ आज जमसुमबाट ड्राइभ गरेर 1 घन्टा जति ड्राइभ गरेर हामी मुक्तिनाथ गाडीबाट अफ भयो नि मुक्तिनाथबाट उता हिँड्दैछौँ मुक्तिनाथ मन्दिरमा छौँ हामी है मुक्तिनाथ मन्दिर हाम्रो दादाहरूले दर्शन गरिसक्नु भ्याउनु भइसकेको रहेछ अनि दिस इज द 108 cow head cab है ओके ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय कुण्डा है अच्छा हो पास मात्रै गर्नुहोस् पास ठिक छ डन सही नो उताबाट यता गुन्डामा पस्दा हुन्छ एकचोटि उताबाट पुरा भए जस्तो छ सर है अब मेन अब कसैलाई केही भएन अब राधा दिदीको लागि चाहिँ थोरै अब उहाँको हेल्थको कन्सियसले सरी अब त्यही नै हो अरू त फाइनै भयो अब तपाईँको हिजो राति अब अलिकति गाह्रो भयो भने आज राति नहोला किनभने हामीले 1000 मिटर गेन गरेर डाउन जाँदैछ बडीले पुरै नो नि
अब बाइकको अब यहाँदेखि जाँदाखेरि अब आफ्नो कहाँ कहाँ के छ भाइलाई थाहा छ एक्सपर्ट हजुर हजुर कुनै इन्जारी चिज हो है हजुर 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 यसलाई अब साइन्टिफिक तरिकाले हेर्ने हो भने अब यो कसरी यसरी बनिएको कसरी यो पहिरो जाँदैन कसरी यो ठाउँमा चाहिँ पानी आउँदैन यो त हाम्रो रेन साइड नै भयो नि पानी आएन यहाँ त पानी आयो भने त यहाँ सक्यो हो सक्यो आधी घन्टा पानी आयो भने त यहाँ त तपाईँको नहसै हुन्छ नि एकछिन है हिप 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 या वी आर हियर एट अप्पर मुस्ताङको गेटमा छ हामी यहाँ तपाईँको यो कहाँ भनिसकेपछि यो कागबेनी भन्दा थोरै माथि होइन दिस इज द ब्यारन ल्यान्डस्केप होइन मान्छेले उडाएर अर्को जिल्ला पुग्न सक्छ यहाँबाट एउटा जिल्लाबाट उडाएर अर्कै जिल्ला लान सक्छ आफ्नै इलाका वी आर एक्सप्लोरिङ हियर यो चाहिँ कागबेनी भिलेज है कागबेनी भिलेजमा छौँ हामी चाहिँ गाडीबाट नै पुल भयो हरेक देवाना भयो होइन भेड हुने भयो दोभानमा आयो दोभानमा यही नै हो ल कागबेनी भनेको यही नै हो माथि पूजा गरेर दोभानको पानी दोभान यही हो यही हो कालीगण्डकी उतापट्टिको यो चाहिँ माथिबाट आउने उताको चाहिँ कालीगण्डकी बगेर आउने के हो यो माथि मुक्तिनाथ धामबाट आउने त्यो जल त्यसको दामोदर कुण्डबाट आउने कालीगण्डकीको दोभान यो अनि हिन्दूहरूले चाहिँ विशेष त्यो खुसी औँसी केमा हजुर हजुर खुसी पढाउने के भन्ने बाहुन पढाउने दुनियाँ भित्रीहरूको काम चाहिँ यही दोभानमा गरिन्छ अनि कागबेनीको विशेष चाहिँ यही हो बगाएर अहिले यो पहिला धेरै व्यवस्थित हरेक कुरा तपाईँको पानी टच गर्नुहोस् फिल गर्नुहोस् कतिको तातो छ है त गण्डकी यो भयो यो मुक्तिनाथबाट आएको यहाँ गर्नु न दुइटैको जोडा छ नि यहाँबाट गर्नुहोस् त हजुर हजुर यहाँ गाह्रो छ नाना गाह्रो छ फिल गर्नुहोस् तपाईँहरू हामी चाहिँ अहिले वी आर हियर एट डुम्बा लेक है यहाँको चाहिँ डुम्बा लेकमा छौँ हामी टुडे वी जस्ट मुक्तिनाथ देन कागबेनी देन हामी डुम्बा लेक एक्सप्लोर गर्छौँ वी विल बी ब्याक टु होटल हजुर पानी चाहिन्छ पानी हरियो हुन्छ त यो धुम्बा लेक धुम्बा लेक भन् यहाँ हाम्रो आस्याङलाई अर्को आस्याङ यो के को धुप हो सर माने पेम्पे गर्दाखेरि मागेर अब होइन हामी त सर्टकट यहाँ 25 पाउन्ड रे यतिको 25 रुपियाँ माथि जानुपर्छ छैन यताबाट पुल छैन होला नि त पुल तिम्रो नाम के हो च्याङबा हो कि मैच्याङ हो तिमी च्याङबा हो कि मैच्याङ ल पख ल हेर ल के हो तिम्रो नाम ल भन त यो हो ल यो के हो पख के हो च्याङबा हो च्याङबा हो तिमी रातो रहेछ त गाला त अनि तिम्रो स्याउ जस्तै रहेछ त गाला त के भयो यस्तो है अब यहाँ त 9 सिटे सानो आउँछ सानो आउने हो 9 सिटे 9 सिटे त अब त्यो त
उतातिर त सिक्नेले उडाउँछ होइन लनरहरूले अहिले तपाईँको यो लुक्ला जाने नि त्यही हो नि सर 9 सिटी 9 सिटी लुक्ला माथि सोलु सल्लेरी कता फेरि लुगा बाबु यहाँ आऊ त म त्यो यो प्याकै गरेर राखिदिन्छु हामी चाहिँ भर्खर we just explore early in the morning. We went to Muktinath, then we just back to we're back to सम्दिल है अच्छा हजुरको सम्दिल त आज जोडै गर्नु भयो नि हजुरको सम्दिल त आज जोडै गर्नु भयो नि महँगो बिल पर्छ चियाको लाटे साटेको हजुर होइन यस्तो हो अब तपाईँको अब फास्ट फुड रेस्टुरेन्ट चाहिँ त्यहाँ चलेको हो कि खाजा साजा चाहिँ त्यहाँ खान्छ सुत्न चाहिँ त्यहाँ छैन अनि धेरै नै जान्छ अनि त्यही लाने भनेको अब उहाँ अगाडि नै गएर बस्नु भएको रहेछ यस्तै पोखरा र चितवनमा गर्नुभयो भने त जोड हुन्छ त सर फेरि होइन होइन म भर्खरै हजुर हजुर यहाँ सबै क्यामेरामा हिँडिरहेको छ यहाँ पैसा नलिनु भनेको छ भने बुढाबुढीले सेटिङ गरेको होइन लु तपाईँले नलिनु हो त्यो सेभहरूलाई दिने सेयरिङ गर्ने भयो त्यो महँगो नै आउँछ बिल ठिकै नै छ तपाईँको रिलेसनले काम गर्यो आज लोसार तपाईँको लोसारको कुरा सक्यो के त्यो बोली बन्द गर्यो नि ओके मर्निङ है वी आर अफ फ्रम जोमसोम टुडे इज आवर डे 5 है हामी ब्रेकफास्ट भएर जोमसोमबाट पोखराको लागि हजुर के भयो भने भन्नुहोस् रोकिदिन्छौँ है त ल दाइ के छ आराम तपाईँ एन्डी सर रेडी छ नि कसैले के मिसिङ त छैन नि रुममा ल दाइ है त एकछिन है एभ्रिबडी इज ओके ठिक छ नाना कस्तो छ तपाईँले अहिले अलिकति म भन्नु सक्दिनँ ब्रेकफास्ट नै लिनु भएन ब्रेकफास्ट नै लिनु भएन हजुर हजुर ओके 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 ल के भयो ल रुममा ए अरू रुम चाहिँ तपाईँहरूको रुममा केही मिसिङ त छैन नि छैन एप्पलहरू थियो पुरानो छाड्यो अनि अरू चाहिँ रुम सबै मिलनले चेक गरी भ्यायो होइन त्यो पठाउनु पर्छ र एकचोटि मिलनलाई पर्दैन पर्छ त्यो मेक स्योरको लागि एकचोटि पठाइदिन्छु नि त म ल एकचोटि गएर चेक गरेर आऊ त बाउ ल है त के भयो भने ठाउँमा रोक्दा हुन्छ त्यस्तो रस छैन स्लोली मुभ है हामी स्लोली मुभ हुन्छौँ अलमोस्ट डन गुरुजी अच्छा हाम्रो यहाँ एउटा गाडी अर्को गाडी यहाँ ड्राइभ हुनुहुँदो रहेछ इट्स लाइक हिज फ्रम माई भिलेज है ओके फाइन मिलन इज ब्याक पेनाङ भन्नेमा राखेर क्या हजुर हजुर पेनाङ अब त्यो सिङ्गापुर क्याप्चर गर्नुको लागि सिङ्गापुर अनि त्यो लाहोर र पेनाङ नजिकमा सिङ्गापुर र त्यो त नजिक नै हो अनि 1970मा चाहिँ मलेसियामा उसको टुर सकिएपछि चाहिँ त्यसलाई चाहिँ ब्रुनाईमा हङकङमा मुभ गर्यो फेरि 1970मा चाहिँ उसको फेरि हङकङमा चाहिँ 100 इयर्सको चाहिँ उसले कन्ट्र्याक्ट लियो अब त्यहाँदेखि हङकङ मुभ गर्यो फेरि अब हङकङबाट गएको 97मा चाहिँ फेरि अब कन्ट्र्याक्ट सकेर त्यहाँबाट युके मुभ गर्यो अब ब्रुनाई चाहिँ कसरी चाहिँ गर्यो भन्दाखेरि चाहिँ ब्रुनाई कन्सन्ट्रेटिङ वार भन्छ क्या त्यतिखेर 1961देखि लिएर 1965 4 इयर्स चाहिँ
लडाइँ भयो हजुर त्यतिखेर चाहिँ यो हाम्रो मान्छेहरू चाहिँ स्टिल उसमा थियो पेनाङमा लाहुर भन्ने पेनाङको लाहुर लाहुर भन्ने त्यहीबाट चाहिँ लाउरी भन्ने लाउरी अच्छा अच्छा अनि त्यहाँ थियो त्यहाँबाट चाहिँ उनीहरूले इन्डोनेसियाले एट्याक गर्यो इन्डोनेसियाले मलेसिया गर्यो मलेसिया पार थ्रु गरेर चाहिँ ब्रुनाई लिनु खोज्यो इन्डोनेसियाले त्यतिखेर चाहिँ अब ब्रुनाईलाई चाहिँ ब्रिटिसलाई मद्दत माग्यो अब त्यहाँदेखि चाहिँ अब ब्रिटिस चला हजुर हजुर अब उसको अब आम्दानी अब तेलले गर्दा आउने भयो त्यहाँदेखि सट्टै फेरि एउटा युनिट चाहिँ ल्याएर ब्रुनाईमा राख्यो अनि त्यहाँदेखि इन्डोनेसियाले एट्याक गर्दै 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 आउँदाखेरि अहिलेको सुल्तानको बाउ थियो त्यतिको राजा हजुर अनि मार्नै लाग्यो देशै खानु आँटिसक्यो क्या अब इन्डोनेसियाले त्यतिखेर गोर्खाली पल्टन चाहिँ आएर रेस्क्यु गराइदियो उनीहरूले लडाइँ गरेर यो अहिलेको सुल्तानको बाउलाई चाहिँ यस्तो यो कलपट मुनि क्या भित्र लुकाएर हजुर हजुर लुकाएर अब लडाइँ गरेपछि इन्डोनेसिया हार्यो गयो अनि गएपछि चाहिँ उसले के एनाउन्स गर्यो भने गोर्खालीले मेरो यो देश बचायो म दिन्छु जागिर भनेपछि सेकेन्ड जागिर दियो क्या अब म चाहिँ कन्फ्युज भएर ब्रुनाई भनेको चाहिँ तपाईँको ब्रिटिस आर्मीकै युकेकै कुनै स्टेट होला भन्दा छ अझै पनि अब पहिला चाहिँ कसो भने छ कोर युनिटसँग अब कोर युनिट भने एउटा सिग्नल हुन्छ हजुर अनि एउटा ड्राइभर मात्रै हुन्छ एउटा इन्जिनियर ग्रुपहरू तिनीहरू लगाइकन जम्मा एउटा ब्रिगेड थियो हजुर त्यो त अब अहिले मासेर अब अहिले के छ भने फर्स्ट आरजिआर र सेकेन्ड आरजिआर भन्ने मात्रै छ त्यहाँदेखि यिनीहरू आलो पालो गर्छ कि तर अब ब्रुनाईको तल हामीदेखि चाहिँ हिमालहरू राम्रो मिठो देख्छ आज मौसम क्लियर खोल्या हुनुपर्छ बिहान चाहिँ देख्छ कि राम्रो क्लियर त योभन्दा त अब क्लियरै हो नि यतिको खोल्नु भनेको त नत्र भने खास त मौसम त तपाईँको 10-11 बजीबाटै झुस्सै हुन्छ कुनै बेला त 2 बजीसम्मै भ्याउँदैन अहिले त 4 बजीसम्म हिमाल टलक्कै टल्किरहेको छ अनि 5 बज्न लागिसक्यो या गुड मर्निङ टिम वी आर अफ फ्रम आवर होटल है होटलबाट अफ भएर हामी चाहिँ सिधै बिन्दवासिनी जान्छौँ हाम्रो दुईवटा गाडी बिन्दवासिनी जाँदैछौँ हामी बिन्दवासिनी एक्सप्लोर गरेर देन विल जस्ट स्ट्रेट ब्याक टु माउन्टेन म्युजियम देन David Falls, then Gupteshwar, then we'll just straight up to Shiva Mandir. अनि हाम्रो एन्डी सर कस्तो भइरहेछ हजुरलाई? So far so good. So far and so good. Yeah. अहिलेसम्म अब अलिकति हाम्रै टिममा अलि त्यही हो ल आउँदै गर्नुहोस् है हामी सकिन लाग्यो सरदारले किनारे यस पवित्र स्थलमा यहीदेखि 2081 साल फागुन 7 गतेदेखि 15 गतेसम्म Yes, good afternoon team. We just did Pokhara exploration and we are heading for the boating. हामी चाहिँ बोटिङको लागि जाँदैछौँ अनि दुईटा बोट लिँदा टिक्क हुने रहेछ सर 8 जना मात्रै आँट्छ एउटामा मोटरवाला हैन मोटरवाला भन्दा नि पाइडलवाला अनि पाइडल त कति बेला घुमिसक्नु 1 आवर भनेको त ठिकै हो नि मोटरवाला त्यो दुईटा थियो पाइडलवाला भयो भने पाइडलवाला र अब हेरौँ न मोटरवाला भयो नि त एकैछिन गइरहेछ नि एभ्रीबडी इज रेडी विथ लाइफ ज्याकेट है हामी चाहिँ सब क्रुहरू लाइफ ज्याकेट
फिस करी लुगा असै तिमी यता बहिनी उता जानु ओ बहिनी बहिनी तिनजनाको तिमी त्यहाँ बस्न पाउँदैन त्यसो भने बहिनी बस्न नराख्नु त मलाई लानु खोज्दैछ ओ ल है दाजु दाजु फेवाताल भन्दा यता पारी वारी छौँ होइन पारी चाहिँ फेवाताल पारी अरे बाराई मन्दिर पारी हामी वी जस्ट पास त्यहाँबाट यता 45 मिनट जति बुटिङ गरेर आयौँ एन्ड वी आर ह्याभिङ टी ब्रेक ओहे यो यसको पारा We are on the way to चितवन जान्छौँ आज हामी पोखराबाट अनि चितवन आज सायद विल जस्ट 5 बजेतिर पुग्छौँ मलाई चितवन देन चितवन थोरै एक्सप्लोर गर्छौँ देन टुमरो फुल एक्सप्लोरेसन डे चितवन है एभ्रिथिङ इज गोइङ गुड है ओ जान्छ भाइ सामान हेरेर आइज म उता जान्छु लक्ष्मण केही त बिर्सेन नि एकछिन I'm just back. ओ ढोकल त सामान यसो हेर है त के बिर्स्यो भनेर छैन वे टु चितवन आज चितवन जान्छौँ हामी गर्मी राम्रो नै होला चितवनमा लेट्स सी हाउ द थिङ्स गोज है अहिलेसम्म त गुरै भइरहेछ यस वी आर हियर एट पार्क सफारी है हामी चाहिँ भर्खर पार्क सफारी आइपुग्यौँ पोखराबाट हामी 9:15 मा अफ भएको थियो पोखराबाट आफ्टर ब्रेकफास्ट यहाँ हामी ट्याक्कै 3 बजे आयो अब 6 घन्टाको हाम्रो यात्रा ओके अहिले म हेर्छु त के रहेछ वेलकम नमस्ते ल आउनुहोस् न आउनुहोस् वेलकम टु पार्क सफारी रिसोर्ट सबैजनालाई हाम्रो होटलमा स्वागत छ ल स्वागत छ म्याम हजुरलाई न यता बस्छौँ न यता उता बस्दा नि हुन्छ यता नमस्ते नमस्ते वेलकम टु पार्क म्याम यो लिनुहोस् है Thank you. Thank you. Thank you. Thank you. Oh, thank you. लिनुहोस् Oh no, sorry, I was quite late. Next time. Oh no, sorry. Only in the morning, the two of them are very good. So bring book in now. वेलकम मलाई त नलाग्यो किन थ्याङ्क यू लाउनु पर्यो ल है त हो चियर नम्बरी के हो नम्बरी 3 भने आउने नम्बरी ल है त बच्चा उता छ मोबाइल तान्नु कोही माथि बाक्सा बोकेर सफारी गर्ने हात्तीहरू पनि हुन्छ तिनीहरू चाहिँ प्राइभेट हुन्
सरकारी हात्तीले सफारी गराउँदैन है। हात्ती विश्वमा धरतीमा भएको जनावर सबभन्दा ठुलो हो। हात्ती विश्वमा 2 प्रकारका हुन्छ, एउटा अफ्रिकन हात्ती, एउटा इन्डियन हात्ती। अफ्रिकन हात्ती यो इन्डियन हात्ती अथवा एसियन हात्तीभन्दा अर्को हुन्छ। त्यो चाहिँ 3.9 मिटर हाई भन्छ त्यसलाई, त्यसको हाइट। अनि यसको चाहिँ 3.2 मिटर। यो भनेपछि इन्डियन पऱ्यो कि? इन्डियन पऱ्यो। अनि अफ्रिकन हात्तीको चाहिँ 3टा खुर हुन्छ, पछाडिको खुट्टामा, अगाडिको खुट्टामा 4वटा खुर। यसको चाहिँ पछाडि 4वटा, अगाडि 5वटा हुन्छ। आउने नि यहीँ नै हो हामी। आउने नै हो। उखु चाहिँ यही खुवाउने? आएर लास्टमा अरे हाम्रो त एकैचोटि उखु एकैचोटि खुल्टै उठाइदिनु पऱ्यो। होलसेलमा ड्याममै उठाउने अनि सही। सातो जाँदैन त सँगै हेर्न बसन्ती अमाइनी नमस्ते ओ डोग दिया यसले त मार्ने रहेछ। बस्ने आउँछ सर? के को काठ हो यो? कपुर। यो त मम्मी बनाउन आउँछ। यो त बाजेको किनिदिनु पर्यो। खै दाइ, I'll just do experiment. अच्छा, यो चाहिँ कपुरको रुखबाट चाहिँ यिनीहरूको कति, यसको चाहिँ कति छ? ठुलोको चाहिँ यिनीहरू त्यस्तै भनौँ न 5000 6000। सानोको चाहिँ? सानोको 1200, गैँडाको त्यस्तै पऱ्यो, गैँडा पनि त्यही 1200। तपाईँले आफैले एकछिनमै बनाउनुहुन्छ कि टाइम लाग्छ? एकछिनमा बन्दैन नि, टाइम लाग्छ नि। ए यो चाहिँ हो कपुरको रुख? यो होइन, यो अर्कै काठ हो। आफ्नो यिनीहरू छ। नेपाली टुरिस्ट पनि किन्नु होइन हजुर, यसो लानुहुन्छ धेरै लिएर लानुपर्छ। होइन केनियाबाट ल्याएको त्यतिकै, केनियाबाट ल्याएको त पुरा मकेर एकदम पलिस फुल लागेको छ कि। Yes, today is our day 8 and today the chicken exploring day. आज हामीले तपाईँको elephant safari, then we are going for canyon. क्यानोनको लागि मुभ हुँदैछौँ हामी। बस्नुहोस् ओके। एउटा सिङ्गल रुखबाट खोपेर बनाएको यो बोट भनेको चाहिँ त्यो पोखरातिर हुन्छ नि, त्यो त्यसलाई बोट भन्छ, क्यानो भन्छ है।
यो चाहिँ एउटै सिङ्गल रुख ठुलो अनि यो चाहिँ अब तपाईँले बनाउने जुन रुखको बनायो भने बन्छ तर यो पानीमा चाहिँ अलिक टिक्ने भनेको सिमल चापको सिमलभन्दा चाप अझ धेरै वर्ष टिक्छ त्यो चाहिँ 20-22 वर्ष नै टिक्छ चाप हो सिमलको चाहिँ उयो अगाडि दुईवटा ब्राउन कलरको चरा देखियो नि यसलाई चखेवा भन्छ चखेवा हाँस हो चखेवा हाँस हो के हो चखेवा हाँस हो यो चाहिँ जाडो छल्नको लागि साइबेरियादेखि आउने हो यो विन्टर भिजिटर बर्ड भन्छ यसलाई अलिक गर्मी लागेपछि यिनीहरू फेरि साइबेरिया फर्किन्छ साइबेरियाबाटै उडेर आउने हो यो जहिले पनि जोडीमा देख्न सकिन्छ यसको चाहिँ जिन्दगीभर जोडी एउटै हुन्छ त्यही भएर चखेवाको जोडी भनेको यही चखेवा भनेको चाहिँ यही हो सबभन्दा हुँदैन यो चाहिँ एउटा चाहिँ मर्यो अथवा कसैले मार्यो भने पनि अर्कोले सुसाइड गरेर मर्छ अनि त्यो माथिको चाहिँ त्यो गडुर प्रजातिको चरा हो त्यसलाई एसियन ओपन बुट स्टोक भन्छ त्यसको चाहिँ मुख अलिक खुल्ला हुन्छ चुच्चो कोही त सुतै छ त यहाँ गुइले चार्ज त हान्दैन है यो क्यानोइङ गर्ने मान्छेहरूलाई त्यो यसले फुल पारेको बेलामा चाहिँ फलो गर्छ कोही बेला आउँछ यसले चाहिँ फुल लिन आयो मेरो भनेर त्यो अन्डाहरू कलेक्ट गरेर नै यो कुन खोला हो यो यसलाई चाहिँ बुढी राप्ती भनिन्छ ठुलो राप्ती चाहिँ उता ठुलो राप्ती चाहिँ त्यो हाम्रो होटेल भन्दा यतापट्टिको त्यो उति माथि पाहामा नि गइछ ऊ त्यहाँनिर गयो हेर्नु है अनि त्यहाँ एउटा अर्को एउटा कालो चरा छ त्यो माथि त्यहाँ त्यसलाई चाहिँ तपाईँको चाहिँ ब्ल्याक आइरिस भन्छ यसलाई चाहिँ ग्रे हेरोन भन्छ हजुर बोल्ने प्रोग्राम पनि राख्दैन तलको पुलदेखि त्यहीँ जाने होइन हामी होइन त्यहाँबाट पछि चढ्यो अझ माथि नै झर्छ आइपुग्ला त्यो पुल देखिरहेको छ नि तल त्योभन्दा अलिक माथि झर्छ हामी अनि तपाईँ चाहिँ चितवन बेस नै हुनुभयो है कति वर्ष हुनुभयो दाइ तपाईँले गाइड गर्नु म 35 वर्ष भयो 35 वर्ष भयो म नि 35 वर्ष भयो तपाईँले चाहिँ गाइड गरेको 35 वर्ष भएछ म चाहिँ 35 वर्ष भन्दा 32 वर्ष भयो बिस्तारै सर बिस्तारै आउनुहोस् है बिस्तारै आउनुहोस् खै म समाज आउनुहोस् ओइ बिस्तारै आउनुहोस् म्याम बिस्तारै ल खाइदिनुहोस् त हात ओयो मार्यो नि माया मार्यो नि मायाले मार्यो दाहिनेपट्टि गरौँ न हुन्छ दाहिने देब्रे आउँदा हुन्छ मर्यो कतिले यस्तो घाँसमा घिसार्नु भएको छ केटाकेटी सानो हुँदा हजुर तपाईहरुले त थाहा पनि छैन होला हामीले गर्ने चाहिँ नि ढुङ्ग्रे बाँस भन्छ थाहा छ तपाईहरुलाई ओ ढुङ्ग्रे बाँस थाहा छ ढुङ्ग्रे बाँसको बाहिरको कभर हुन्छ खड्डा भन्छौँ हामी अब थाहा छैन आफ्नो ठाउँमा आफ्नो चलन हुन्छ नि त
त्यसलाई चाहिँ त्यसको चिल्ने झुस कस्तो धेरै हुन्छ हो माटो बालुवामा यस्तो गरेर त्यसको झुस सबै फ्याँक्थिन् त्यसपछि त्यो खड्डा बोकेर डाँडामा गएर चिप्लेटी खेल्दै अहिले युकेमा गएको हिउमा स्लाइड त्यही रहेछ नि होइन त्यसको वर्जन प्लास्टिकको कति मजाको यहाँ लाएर सुनेको अनि त ढुङ्ग्रे बाँसको खड्डाले भ्याइदिन्थ्यौँ त्यो ढुङ्ग्रे बाँसको आँखा हुँदैन ठुल्ठुलो हुन्छ नि हो त्यसको 4-15 बनाएर हात्तीहरूको सङ्ख्या एकदम कम पहिलेदेखि नै कम थियो त्यतिखेर चाहिँ राजा महाराजाहरूले सिकार खेल्ने कोही धनी धान्दारीहरूले पाल्ने गर्थ्यो अहिले नेसनल पार्कको स्थापना भएपछि धेरै हात्तीहरू चाहियो होइन तर यहाँको सीमित हात्तीहरू पुगेन अनि त्यतिखेर चाहिँ राज्यले के गर्थ्यो भने इन्डिया थाइल्यान्ड म्यानमार होइन त्यताबाट चाहिँ हात्ती किनेर लिएर आउँथ्यो र कहिले कहिले चाहिँ हात्ती यता हाम्रो गैँडा दिएर उताबाट हात्ती लिएर आउँथ्यो अनि मैले एक्सचेन्ज गर्थेँ होइन त्यो नर्मली एक्सचेन्ज किन्दाखेरि अब महँगो पर्ने अनि अब त्यो सिस्टममा जाँदाखेरि धेरै लाग्ने अनि एक्सचेन्ज गर्दाखेरि लिएर आउनु नि गाह्रो नि त्यो एउटा सोच के हो लेट्स मेक एलिफेन्ट ब्रिडिङ प्रोजेक्ट भनेर चाहिँ 1987 मा चाहिँ यो इस्टाब्लिस भएको है अनि त्यसमा चाहिँ एट द बिगिनिङ दे युज डोमेस्टिक एलिफेन्ट फर ब्रिड तर दे आर नट सक्सेस त्यो पनि सफलता भएन त्यो डोमेस्टिक एलिफेन्टबाट जन्मेको बच्चाहरू कोही बिरामी हुने कोही जन्मदै नगर्ने कोही जन्मेसी नगर्ने हेल्दी नहुने है तब जब वाइल्ड एलिफेन्ट आउन थाल्यो यहाँ एउटा बिमारी भने वाइल्ड एलिफेन्ट सुरुमा आएको थियो अनि त्यसलाई चाहिँ त्योबाट चाहिँ 2टा बच्चा जन्मियो कि त्यो हात्तीहरू चाहिँ के भएर मऱ्यो अनि पछि रोनाल्डो भन्ने हात्ती आयो है किनभने त्यतिखेर चाहिँ यो ब्राजिलले चाहिँ वर्ल्ड कप जितेको थियो रोनाल्डो भन्ने त्यो पुरानो 2002 मा होइन अझ अगाडि 98 हुँदा अगाडि है 94 को कुरा होला सायद रोनाल्डो थिएन 19 है अनि त्यतिखेर त्यो धेरै गोल हानेको थियो त्यो बेला चाहिँ रोनाल्डोले म्याक्सिमम हात्तीहरू प्रेसिडेन्ट बनायो कि त्यसमा रोनाल्डो राखेको त्यसरी हो कि होइन अनि त्यसको चाहिँ बच्चाहरू चाहिँ अब सबै एकदम हेल्दी क्या तपाईँको रोनाल्डोको बच्चाहरू रोनाल्डो अनि अहिले त्यो धुर्बे भन्नेको पनि एउटा 2टा छ अहिले तर यहाँ चाहिँ म्याक्सिमम रोनाल्डोकै बच्चाहरू छ उसको एरिया नै यही हो जब हात्ती प्रेग्नेन्ट हुन्छ हात्तीले चाहिँ लगभग 22 देखि 24 महिना लाग्छ त्यो हात्ती जन्ममा अनि एकपल्ट जन्मिँदाखेरि एउटा हात्तीको बच्चाको वेट भनेको 55 देखि 70 किलोको हुन्छ नर्मली अहिले हामीले कुरा गरेको चाहिँ 2005 मा चाहिँ एकपल्ट ट्विन्स भयो होइन न त नर्मली एउटा हात्तीले एउटै बच्चा जन्माउँछ र माउसित बच्चा करिब 3 देखि 4 वर्षसम्म भयो होइन अनि त्यसपछि गएर त्यो 4 वर्ष भएपछि त्यो बच्चाहरूलाई चाहिँ ट्रेनिङ दिन्छ यो हिँडको हात्ती भारी बोकेर भारी तपाईँको त्यो सुरुमा जाने बेलामा त तपाईँको यो ट्रेनिङमा त यहाँबाट त्यो रगतै गन्ध आउँछ अरे नि त भेना त्यो काँचो रगत भाग्ने बेलामा यसको उमेर गइसक्यो अब बिजनेस गर्छ अब मिलान के सुजित मिलेर नेपालमा बिजनेस गर्छ टप ट्रेडिङ अफिस बनाउँछ अब त्यही नै हो ड्रिम यहाँ चाहिँ हामी चाहिँ यहाँ पार्क सफारीमा लाइक नाइस एम्बियन्स होइन पछाडि राफ्टीको भ्यू राम्रो देख्छ यहाँबाट इफ यु गाइज है अब प्लानिङ फर चितवन पार्क सफारी माइट बी योर प्लेस टु स्टे है बहिनी तिम्रो के हो रे नाम मेरो नाम चाहिँ आरती महतो म चाहिँ यहाँको फ्रन्ट डेस्क इन्चार्ज यु जस्ट कोअर्डिनेट है ठिकै नै छ होइन Yeah, we are ready to off. Today is our day 9 and today is the final day of our trip. We are just heading back to Kathmandu. हामी चाहिँ like 29 January मा स्टार्ट भएको थियो हाम्रो ट्रिप and today is 6th of February. दाइ आस्याङ ठिक छ नि तपाईँ? अर्को आस्याङ फाइन
यहाँ सबै ठिकै छ ल म है त